Okay, so hello family, welcome back to my new video. र आज फेरि म राइड जाँदैछु भालुढुङ्गाको ट्रेल हुँदै उता चियाबारी घुमेर आउनको लागि र अब लाग्नुपर्छ सोहीसँगले। गाडीहरू चाहिँ एकदम आइरहेको छ र पनि हामी जाँदैछौँ। र गाइज हामी टक्क रेस्ट गर्दैछौँ यहाँनिर। के को आधी बाटो हामी भालुढुङ्गा गएर भालुढुङ्गावाला ट्रेल हुँदै चियाबारी निस्किन्छौँ र हिँड्ने ठाउँमा पनि आइपुग्यो फाइनल्ली। यही फेराबारी कुदाउने ठाउँमा तारै जानुपर्छ अब उकालो चाहिँ गाइज। भरे ओह्रालो जस्तो जानुपर्छ। अब भालुढुङ्गा पुग्नु चाहिँ मेन अब्जेक्टिभ हो क्या गाइज। त्यहाँदेखि भने चाहिँ अलिकति मात्रै उकालो भएर चाहिँ डाइरेक्ट ओह्रालो मात्र छ। अब जानुपर्छ चटोसँगले। कता गएको ए म सोधिरहेको थिएँ। हामी यस भाइको साथीलाई पर्खिँदैछौँ। हामी चाहिँ यहाँ भाइको साथी पर्खिँदैछौँ भने पानी भऱ्यौँ भने अब जाँदैछौँ। on side माथि 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 तिमी किन यस्तो जाँदैछौँ सूर्यघाटीको बाटो। छिटो नै नरोकै यता नले सूर्यघाटी पुग्यौँ हामी चाहिँ चियाटोसँगले। हामीले अङ्कलहरूलाई भेटाएको छौँ। हुन्छ अङ्कल। अब जान्छौँ हामी टक्कसँगले। अब हामी यहाँबाट जाँदैछौँ। ए बाटो अब चाहिँ एकदम हल्लिन्छ यहाँनिर चाहिँ अलिकति खडेङ खुडुङ छ र यो चाहिँ हाम्रो ट्रेल हो। अब हामी यहाँ हप्तामा 1-2 दिन चाहिँ आउँछौँ। 1-2 दिन भन्दा नि एकताल चाहिँ आउँछौँ हामी हप्तामा यहाँ। अरू बेला चाहिँ अरूतिरै हो हामी। भाइको चाहिँ अब क्यामेरा आउँदैछ। ऊ त्यो क्यामेरा लिएर चाहिँ आउँछौँ हामी यता।
अब जान्छौँ हामी। आज चाहिँ भ्लग थोरै लामो आउँछ। मेरो चाहिँ उयो भयो उता रोक ल अब जानुपर्छ सुइया। आउन आऊ आऊ। अब यहाँ जङ्गलको भ्यू हेरौँ एकछिन। जुम 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 भिडियो रेल भनेर आएको कहाँको त्यो के पो देखेर आएको हिलो। लाँदा त स्वाटै लाँदा हुन्थ्यो यहाँनिर फेरि भरे हिलो छ्यापेर लुगा हेरिन सक्नुको हुन्छ। अब जे भने पुग्न आँट्यौँ भालढुङ्गा भन्ने ठाउँ। एकदिन भालढुङ्गा एक्सप्लोर गरिदिनुपर्छ होला गर्नै पर्छ भन्दै। अब अगाडि जाँदा नि फेरि भाइहरू मजाले बाटो थाहा छैन। बाइक आउँदैछ बाइक। अङ्कललाई साइड दिउँ भनेको। बिस्तारै आइज है बिस्तारै आइज है। ए क्यामेरा मिलाउन यहीँ जान। हामी चाहिँ जाँदैछौँ उकालो। त्यहाँ चाहिँ बाटो अलिक अब हामीले त्यस्तै त्यस्तै अब अलिक बाटो चाहिँ बनाउनु पर्ने रहेछ। यो त गाह्रै हुन्छ जसलाई पनि लाँदाखेरि गाह्रै नै हुन्छ। बल्ल बल्ल कट्यो। यो बाटो चाहिँ बनाउनु पर्ने रहेछ। यसो निकायले हेरेर आऊ झन्डै मरियो। यस्तो बाटो कसरी जानु नि आमामा। बाटोको हालत हेर्नुहोस् न यस्तो छ। अब धेरै भन्नु पनि के भन्नु। बाटो चाहिँ बनाइदिनु भयो भने सबैलाई सजिलो नै हुन्थ्यो भन्न चाहन्छौँ। त्यति चाहिँ हो। सुनिदिनु पर्यो केदार थापाले माननीय केदार थापा। हुन्छ यहाँ भर्खर बनाउँदै हुँदो रहेछ। हामीलाई यहाँ बोक्नु पर्ने अरे अब हामी बोकेर लान्छौँ यहाँबाट। हामी चाहिँ भने भालढुङ्गामा पुगिसक्यौँ। जानुपर्छ। भालढुङ्गा चाहिँ यही हो। के भाइ लाइफमा भिडियो भिडियो हजुर खोलो त साइकल जिरो किन मेरो सानो छ नि त। अनि यो त मिल्दैन अङ्कल। होइन यो मिल्दैन क्या अङ्कल। कस्तो मिलाउने के बोक्ने काट्न। यो उकालो चाहिँ ट्राई गरिहेर्नु पर्यो एकतालि। इजी नै छ यो उकालो त। स्टामिना चाहिँ बचाइयो भन्दै कुदाउनु चाहिँ गाह्रो चाहिँ पर्दैन। अब जानुपर्छ या फेरि कति छ है। यति बनायो यति छोड्यो। अरू नबनाइने पर्यटकीय स्थलहरूको चाहिँ
बाटो बनाउनु पर्ने केदार थापा सर को केदार थापा भनेको चिन्छौ? ले हो हामी चाहिँ उकालो जाँदैछौँ अब उयैसम्म जस्तो लाग्यो उकालो चाहिँ गियर ओइल लिएर आउनु पर्ने रहेछ गियर ओइलै ल्याउन बिर्सियो यहाँदेखि त कुदाउनु नै सकिन्छ होला के साह्रो गिटी छ्या यसमा नकुदाउनु मजा आओस् न भिडियो राम्रो आओस् है थेट आलु जस्तो बाटो अब भने ओह्रालो चाहिँ छ अब फेरि आमामा खडेङ अब ब्रेक नलाइ लगे भन्यो हल्लिएर केही हुँदैन अगाडि जा त अगाडि अगाडि जायो भाइ गयो अब चाहिँ भने जानुपर्छ सुइयो ओहो सुनमा सुगन्ध भने जस्तै अब हामीले चाहिँ पिस भेट्यौँ कहाँसम्म हो फेरि पिस पनि आमामा कहाँ दुईमा त सक्नु नि अब भने हामी टक्क बजार पनि जान्छौँ के साह्रो हो नि अलिक परदेखि चाहिँ फुल्ली ओह्रालो छ सुइयो त्यहाँ चाहिँ खडेङ भएकोले अलिक भिडियो म त फोन झर्ने रिक्सले भिडियो बनाइँदैन होला खडेङ थिएन भने चाहिँ भिडियो बनाइन्छ रेसिङ कार आएको छ जाममा दाउरा काट्दै हुँदो रहेछ यस्तै लुकाउँछ क्या गाइस टर्निङ भनेर आयो ज्याप गाडी आइदिन्छ फास्ट हिँड्छु फास्ट अब चाहिँ भने यहाँनिर चाहिँ क्यामेरा मिलाउनै पर्ने हुन्छ झर्नु आँटिसक्यो आहा डनम्यान थोरै हात आयो होला अब चाहिँ भने थोरै उकालो छ त्यहाँदेखि त ओह्रालै छ अब यहाँ फेरि यहाँ यस्तोमा चाहिँ फोन झर्ने रिस्क धेरै हुन्छ क्या अति धेर खड्याङ गरिदिन्छ एकताल गइदियो भने फेरि नाश भयो नि त 40-45 हजार गाइज अब गोप्रो किन्नुपर्ने गोप्रो कहिले हो गाइज लु यो च्यानलमा 2K सब्सक्राइबर हुँदा बित्तिकै म गोप्रो किनिहाल्छु गाइज सबैजनाले सब्सक्राइब हान्नु होला हामी चाहिँ जाँदैछौँ अब च्याटोसँगले ऊ त्यहाँनिर बाटो निक्लेर अब यो गियर फुल लगाउँदा मात्रै हो क्या फेरि गियरै चेन्ज भइदिँदैन यहाँ आइपुगेर थ्याट बल्ल बल्ल चेन्ज भयो अब यहाँ फोन मिलाएर लाग्नुपर्छ ओह्रालो सुइयो
अब गाइस यहाँ पो बाटो राम्रो रहेछ। ओहो यहाँ चाहिँ गाइस इलामको कारागार हो टक्कसँगले। अब कारागारको भिडियो बनाइदिउँ न एउटा। यस कारागार चाहिँ यस्तो छ होइन, यहाँ चाहिँ खेल्न नि पाइन्छ। कारागार यस्तो छ, माथिबाट हेर्दाखेरि खेल्नु पाइन्छ गाइस। अब चाहिँ हामी जानुपर्छ, अब चाहिँ लाग्नुपर्छ हो। 1:10 भइसक्यो। आम्मामा स्लो गर्दै लानुपर्छ। टर्निङमा चाहिँ कहाँबाट आइदिन्छ ल्याप्पै। यस्तैले त डुबाउँछ, यस्तैले डुबाउँछ। जे गर्नु मन छ हामी चाहिँ ग्राउन्डै निक्लिन्छौँ एकताले। हो हिउँछो नेट्स नि निक्लिनुपर्छ, नेट्समा नि निक्लिनुपर्छ। नेट्स 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 क्या नेट्स, अस्ति बनाएको नेट्स। भेरी भेरी स्लो हान्नुपर्छ। अब हामी चाहिँ जाँदैछौँ। अब इलाम चियाबारीबाट डाइरेक्ट इलाम बजार गएर फर्किनुपर्छ। हामी चाहिँ हामी नेट्समा चाहिँ पुग्यौँ तर दाइहरू हुनुहुँदैन। वी गट स्क्याम्ड। दाइहरू हुनुहुन्न। नारायण थान निक्लेर नारायण थान नगइकन बजार जाम है, यता सुनिल दाइकोपट्टि। गाइस यो चाहिँ भ्यू टावर जाने बाटो हो। भ्यू टावर जानु मन छ भने आउनु होला यता। अब म उता गएको बाटो, यो बाटो आउनुभयो भने चाहिँ तपाईँ ठ्याक्कै पुग्नुहुन्छ बजारदेखि। अथवा हिँड्दै आउनु मन छ भने मात्रै अटोतिर भन्नुभयो भने अटोले ल्याइदिइहाल्छ फुल्ली। गाइस इलामको 5 स्टार होटेल नयाँ खुलिएको छ यहाँनिर। होटेल छ, होटेल टी टाउन होटेल भनेर। जाँदैछौँ इलामको विद्युत प्राधिकरण छ। अब यहाँदेखि भने यता जानुपर्छ लेफ्ट। ओह्रालो छ। फास्ट जाए यहाँनिर ब्रेक लाग्दैन नि मजाले। खडङलाङ है खडङलाङ। यो चाहिँ गाई जति खडङलाङ हुन्छ भाइ छोडेर जान्छ क्या फेरि मार्छ नि त नि। ऊ त्यसकै हो क्यामेरा। हजुर दाइ हामी यसो बजार रेड क्रसको बाटो लाग्यौँ हामी। अब ओह्रालो यहाँ चाहिँ हुन्छ गर्लफ्रेन्ड ठिक छ। यहाँ चाहिँ हामी जाँदैछौँ अब आर्मी क्याम्पको बाटो। छिटो जानु, छिटो जा। अब यो उकालो जाँदा पाए त कति मजा आउँथ्यो। बजार बजार यता रोकेर यता गर टर्निङ गर परबाट बजार जानुपर्छ बौद्ध पार्कदेखि। यहाँदेखि यतै हिँड्ने यतै हिँड्ने यतै हिँड्ने यतै हिँड्ने उतै हिँड्ने उतै। हामी लाग्यौँ अब आज चाहिँ बजार गइदिउँ न भनेर।
पर्छ ए दाइ जानुपर्छ। बजार लाइन छिरिम हामी चाहिँ। अब मिलियन सबै कस्तो फास्ट गयो। यो टर्निङमा पनि डुबिन्छ। अर्जेन्टिना अर्जेन्टिना यहाँ चाहिँ अर्जेन्टिनाको यत्रो ठुलो फ्ल्याग छ। उयो घरको अङ्कलहरू चाहिँ फुल अर्जेन्टिना। कहाँ आएको भाइ कहाँ आएको? इलाम बजार आज खाली छ। अब घर इलाम बजारको चाहिँ यस्तै छ हालत। अब कहाँ जाउँ अब फर्क्यौँ ल। माला पत्ता होइन अब सब्जी लाइनतिर जाउँ न त सिर्दिम। यता गएर उकालो जाउँ ल। जुम टुडी खेल। अब चाहिँ भने जानुपर्छ ओह्रालो ओह्रालो। साथमा लाएर अब जानुपर्छ होइन। आउँदा चाहिँ पेलिन्छौँ हामी हो। आउँदा चाहिँ मरबको बाटो जानु पऱ्यो हिजोकै नि। यो त ओह्रालो सुइयो जाँदा नि हुन्छ सिधै छ क्लियर छ बाटो। फ्रेन्ड सिनेमा छ यहाँको एक मात्र सिनेमा हल। भने जाँदैछौँ सुइया ओह्रालो टुडी खेलतिर। सही राम्रो टुडी खेल। हजुर कसलाई बोलाउनु भएको हो? टुडी खेल छ टुडी खेल। साथीकोमा जाँदैछौँ हामी चाहिँ।
नयन 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 ओ नयन रबिन भन्ने साथीकोमा जाँदैछौँ हामी त्यहाँदेखि ओह्रालो ओह्रालो यहाँ चाहिँ खुसी महल छ खुसी महल हो कि महल हो रोनिन 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 वान अफ माई फेभरेट बाइक गाइस अब टेस्ट राइड हान्नुपर्छ हाम्रो रावत फार्मेसीको दाइ जस्तै ओह्रालो चाहिँ गजाङ छ गजाङ यहाँ फेरि रबिन दोस्तकोमा पुगेर चाहिँ अब लाग्नुपर्छ उकालो एकछिनमा रबिन स्पिडमा उता त 40 को स्पिड भयो होला राम्रो यहाँ हाम्रो रबिन दोस्त छन् रबिन ल अब भने हामी फर्किँदैछौँ जुम जुम जुमुका ल ल ल ल ल ल हिँड्न 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 गाइस पानी ब्रेक वी आर नेपाली ब्रो अब लाग्नुपर्छ आउँदै गरे कसले भन्दा भएन वी आर इन द चियाबारी हामी चाहिँ जाँदैछौँ हिजोकै बाटो सही के चलाउन जान्दैन बच्चाहरू हजुर माथि चाहिँ किन जानु त्यो परबाट ओर्लिने बाटो छैन हाइट Summit Hotel यो कालो चाहिँ
यही फ्लोमा कुदाउनु पर्छ हामीले अब चाहिँ त्यस्तो छ गाइस Ballerino cappuccino. अब त भाइलाई पर्खिनै पर्यो मन्टेश्वरी स्कुलमा पर्खिनुपर्छ अब त्यो भाइले ए जाउँ क्यामेरा एडजस्टिङ हानेर हामी जानुपर्छ ल अब यो ओह्रालो चाहिँ बिस्तारै नै गएन त्यहाँनिर रहेछ नि त्यत्रो अनि अब यहाँ बिस्तारै गए पनि अब यो ठाउँ भनेको चाहिँ मेन हो क्या मेन सुइयोसँगले जानुपर्छ होइन यस्तो बाइक आइदियो क्या अब यो चाहिँ ओह्रालो चाहिँ जाउँ भनेको तुफान ट्रकले डुबायो ट्रकले र गाइज म चाहिँ टप धोबिधाराको भाइरल रोड पुगिसकेको छु घर र अब आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ सबैजनाले फलो सब्सक्राइब गर्न नबिर्सिनु होला बाई